2090 सालपछि आएका भूकम्पले पनि यस घरलाई कुनै चुनौती दिन सकिरहेको छैन। तर पनि पछिल्लो समयमा नेपाल सरकारले यस्ता घरको संरक्षण गर्न र प्रमोट गर्नको लागि कुनै ध्यान नदिएको पाइन्छ। यो घर त्यस्तो घर हो जुन घर निर्माण गर्नको लागि आवश्यक पर्ने कच्चा पदार्थहरू, ढुङ्गा, माटो, छाउनको लागि खर सबै स्थानीय लेभलमा उपलब्ध कच्चा पदार्थ हो र यो घर बनाउनको लागि आवश्यक पर्ने मिस्त्री, लेबर स्थानीय मान्छेले बनाएको हो। तर पनि पछिल्लो समयमा आधुनिकको नाममा घर बनाउनको लागि आवश्यक पर्ने कच्चा पदार्थहरू बाहिरबाट ल्याउने क्रम बढिरहेका छन्, जसले गर्दा यहाँका मान्छेहरू बेरोजगार भएका छन्। बेरोजगारको कारणले गर्दा मान्छेहरू काम खोज्नको लागि विदेश गएका छन्। यस्तो भयो समाज अहिले, श्रीमानले श्रीमती नचिन्ने, श्रीमतीले श्रीमान नचिन्ने, छोराले बा नचिन्ने, छोरीले आमा नचिन्ने अवस्था भएको कारणले गर्दा अहिले गाउँमा धेरै मान्छेहरू अहिले मानसिक रूप बढेका छन्। जबसम्म हामीले यस्ता घरहरूको संरक्षण गर्न सक्दैन र स्थानीय स्रोत प्रयोग गर्न सक्दैन, नेपालीहरू बेरोजगार हुने क्रम दिनदिन बढ्नेछ। त्यसैले यो सुन्दर घर हेर्नको लागि, प्रमोट गर्नको लागि तपाईहरू आउनु पर्यो। यो चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नम्बर 2 तल्लो काउले अवस्थित स्थान हो। यहाँ कहिले गर्मी हुँदैन। तपाईहरू यहाँ घुम्न आउनुभयो भने तपाईहरूको एक दिन भनी तपाईको आयु बढ्नेछ भने तपाईहरूले खर्च गर्ने 2 रुपियाँ 1 रुपियाँ भए पनि यहाँको मान्छेको आर्थिक अवस्था बढ्नेछन्। त्यसैले म यस ठाउँमा आउनको लागि सबैलाई अनुरोध गर्दछु। हस्त, नमस्कार।